भविष्यमा मैले कम्पनी त गर्न सक्छ किनकि कुनै ठाउँको 45 रुपियाँ थियो क्या पर किलोमिटर तर अहिले आएर कति कम भयो कुनै इन्डियाको मिनिमम कति थियो 35 रुपियाँभन्दा माथि होइन अहिले आएर चाहिँ 16-17 रुपियाँ घटाउनु सक्छ अहिले बढाउनु पनि पर्यो कि प्राइस अहिले पेट्रोलको दाम कति पुग्छ बरु वैज्ञानिकहरू कसरी यात्रुलाई हामी मार्नु पर्ने बसौँ सल्लाह गरौँ अहिले 27 गरी हामीले क्यालकुलेसन गरेर फ्लागर हो नि त एकदम ठिक छ होइन अब बढ्छ भने बढाउँ होइन तेलको भाइरल छ त फ्लागर घट्छ भने घटाउँ भने नि होइन त्यो हिसाबले जाने क्या कसैले पनि किनकि यात्रु बिना ड्राइभर मात्रै भयो राइडरले मात्रै भयो हुँदैन राइडर मात्रै भएर के अरे यात्रुलाई हुँदैन नि त्यो त कम्पनी ड्राइभर सरकार होइन अनि राइडरहरू अनि कम्पनीहरू सरकारहरू मिलेर गर्नुपर्ने कुरा हो नि त यहाँ त्यस भएर यसमा चाहिँ के गर्नु पऱ्यो भने सरकारले पनि यसमा हेर्नै पर्छ सर सर अरू के भन्नु न तपाईँ पनि के हो यो राइडर श्रम शोषण विरुद्धको आन्दोलन हो यो होइन हजुर हजुर अब यसमा चाहिँ हामी सबै राइडरहरू एक हौँ हजुर यसको विरुद्धमा आवाज उठाउँ भन्ने हाम्रो चाहिँ भनाइ हो हजुर यति हो सर तपाईँको अब यति नै हो ल सबै सर हो बधाई छ अरू भन्ने काम मैले भनौँ ल सर ल सर ल सर तपाईँको के हो के भन्नु मेरो केही भन्नु छैन मलाई चाहिँ फेक नभनौँ ए तेरिका सर तपाईँको मलाई चाहिँ यो याङ्गोको प्राइस चाहिँ चित्त बुझाएको छैन हजुर हजुर याङ्गो इन्डाइरेक्ट याङ्गो विशेष गरी अझै इनड्राइभको हजुर। इनड्राइभले त अनि के भन्छ मासालाई यसलाई त हटाउनै पर्छ हो इनड्राइभको प्राइस देखेर हटाउनै पर्छ यसलाई ल सर ल हटाउनु पर्छ ल